गुड मर्निङ। हामी आज जाँदैछौँ साथी दोर्जेको गाउँ लिसाङखु सिन्धुपाल्चोक वार्ड नम्बर 2। लेट्स राइड। यात्रा सुरु दक्षिण ढोकाबाट, हाम्रो अमरसरको पसलबाट यात्री यो दक्षिण ढोका चोक हो। भने कस्तो अनुभव भइरहेछ त अब जाने साथीको गाउँ? यो चाहिँ मेरो साथीको पसल हो, अमर इलेक्ट्रोनिक्स। दक्षिण ढोकामा केही बिग्रियो भनेदेखि यहाँ लिएर आउनु होला। साथी चाहिँ यही हो है, मुसुक्क हाँसिरहनु होला। यहाँ जति पनि भएको सबैजना टेक्निसियन हो है। टिभी मोबाइल जे बिग्रियो पनि सबै हामी बनाउँछौँ। चिया ब्रेक रे ल। चिया ब्रेक यो ठाउँको नाम के हो? कुण्डाबेसी हो र? हैन, यो ठाउँको नाम के हो रे? यो ठाउँको नाम के हो नि? यो ठाउँको नाम त खै मलाई पनि थाहा छैन। ब्रेक गर्ने ठाउँ त राम्रो ठाउँ रहेछ। मनी नखाने केही पानीपुरी चटपटे साउने
भोक लाग्छमा झम्की जाम माछा भात माछा खाना दोलाल घाटमा हामी खाना खाने कति बजे 11:15 मा हामी खाना खायौँ अब दोलाल घाटमा माछा भात यो यात्रा हाम्रो पुग्नलाई नयाँ क्षितिज हे घुमन्ते राइडर्स नेपाल हाम्रो शान हिमाल पहाड तराइयो हाम्रो अभियान बाटो जस्तै होस् रोकिन्न कहिले पाइला घुमन्ते हामी नेपाल सुकुटी बजार यहाँबाट हामी दाँतिर लाग्यौँ गाडी पनि पाउने रहेछ यहाँ मैले त्यो पुल छैन जस्तो लाग्यो त है हो र अबि मम्मी ठोकर्पा भन्ने गाउँमा आएछौँ यहाँ चाहिँ एकदम राम्रो सबै कुरा पाउने ठाउँ रहेछ हामी आराम गर्दै छौँ यात्रामा ड्रिङ्क्स त गर्न नहुने हो यसो बाटोमा ब्रेक अब यहाँ खाजा खाइन्छ भुजिया गणेश यहाँ छ निम्का यस फोटो हान भन्छ हैन मोबाइलले फोटो निकाल्यो ढुकाले हान्छु फोटो हान्ने खिच्यो खिच्ने हान्ने मोबाइल काट गर्नु भने कुरपाले काटे जस्तै भयो हामी अघि यो यात्रा हाम्रो पुग्नलाई नयाँ क्षितिज ओरे भन्दा बाबु एकजना पनि नैने ठाउँमा मापासी पर्ला भनेर बिचारा ए तेरीका बाबा छ त बाग्रा भालुले हेर्ला आतो छ ल अब हामी चाहिँ बस्नु अब आमा दाइ त बाख्रा चराउने हुनुहुन्छ है एकछिन हामी आउँदैछौँ घर चाहिँ कोही त के भन्नुभयो दाइले ए झर्ने यही हो रे दाइको घर ल ओ यहाँ हुनुहुन्छ
ए कहाँ छ दर्जी ए यहाँ हेर्नु त आऊ कि तिमी आउरे हो कसै पनि मर्द छ हो साथीभाइहरू आइसँगै ल ल हट लेमन खानु लेमन टी खानु लेमन टी बाफे मक्क पर्नु भएको छ फ्रुटी खाएर राम्रो मर्द छ हौ बसाइ पनि खानु हुन लेमन टी खाइरहनु भएको छ काँचो रोड बिचरा उनीहरू पनि ल यता हेर्नुहोस् है यता हेर्नुहोस् अब हामी चाहिँ दोर्जे दाइको घर जाँदैछु पुगिसक्यो साथीहरू हामी ए भाउजू होइन भाउजू नमस्ते हजुर चाहिँ म माथि घरको हो ए ल साथीभाइको भेटघाट खोइ घ्याम बजात्र पिर भएको दर्जेको गाउँमा यस्तो रमाइलो छ है बाख्राहरू जाउँदै डाँडाको बिचमा यो पनि घरै हो बारीको ताजा आलु के गरे एउटा पाएको छोरी इन्डियाबाट लिएर आएको कि एउटा मात्र होइन टिमुरको हो यस टिम्बुर दुईटा लाठी रहेछ दुईटा चम्चा जस्तो चम्चा चाहिँ पहिला गएछ के चाहिँ अर्ग्यानिक अनि गोर्खाको गाउँ इन्डियामा भोटाङ भन्दाखेरि भोटाङमा भन्दाखेरि म चाहिँ कारणै भएको छ बहिनी नगरे अनि ल अब हामी आलु खाइन्छ गोर्खाको बाउ चाहिँ भोटाङमा छ होइन हुँदो रहेछ के आफ्नो अर्ग्यानिक मेरो फोटो नआले फेरि मैले अहिले भन्दा फेरि तेरो मोबाइल सोबाइल सबै मलाई किन लोकल कुखुराको झोल होइन भाउजू लोकल कुखुरा ठाउँको नाम के हो रिसाङ्कु भन्छ रिसाङ्कु निगाले भन्छ त निगाले आरु बगडा झार्दैछन् साथीहरूले
कार्तिके यतापट्टि जर्सिङ पौवा यतापट्टि मेलम्ची हामी चाहिँ आज चिया कफी खान चाहिँ बसिरहेको छौँ